चाहिँ माटो बाहेक अरू दलहरूलाई भोट हाल्नुको उहाँहरूलाई पनि हामीले हृदयदेखि होइन इमान्दारपूर्वक धन्यवाद। र्याली पछिको चाहिँ कार्यक्रम समापन यहाँ हुँदैछ। पहिला चुनावमा त्यस्तो हुन्थ्यो होइन, यताबाट जाने उताबाट आउँछ जुलुस हो कि क्या हो त्यो होइन। नम्बर आएको केटाको फेरि फोटो 25 वर्ष हाम्रो दाजु केही छैन ल ल ए अब दिन चाहन्छु, दिनै रहनेछु। अब श्रम संस्कृति पार्टीले अब मङ्सिर 16 गते सर्टिफिकेट पाएको, त्यस पछाडि टी सर्ट नलगा भनिदिने होइन, त्यो रोक त्यो ब्यानर फुकाल भनिदिने, त्यो टोपी किन लगाएको भनिदिने, प्रचार प्रसारमा एकदम तपाईँको कडाई पनि गरिएको थियो कतिपय ठाउँहरूमा। त्यसोको भएर पनि हामीले चाहिँ नि 5औं स्थानमा हामीले चाहिँ नि हाम्रो दललाई राष्ट्रिय दल बनाउन सक्यौँ। हो त्यो अब त्यो चाहिँ मैले जोडिनुपर्छ, हाम्रो उद्देश्यसँग जोडिनुपर्छ। त्यसो भएको कारणले म सबैजनालाई भन्न चाहन्छु होइन, फल्ना मेरो के अरे खदा लगाइदिएन, फल्नाले अबिर लाएर टोपी लाउन लिएको थिएँ फर्काउनु पर्यो, यस्तो कुराहरू गुनासो नगर्नु होला। अस्ति मैले एक ठाउँमा भोट माग्दै गएको थिएँ, मेरो पर्चा लिनु मान्नु भएन। कारण के रहेछ भनेर खोज्न लाग्यो त फोटो नखिचेको रहेछ पृथ्वीको। यस्तो सानो कुराहरू भावना होइन विचार, भावना होइन के अरे विचारले जोडिनुपर्छ। विचारले जोडिएको मान्छे मात्रै सङ्गठनमा हामी सङ्गठित हुन सक्छौँ। म सबैजनालाई म भन्न चाहन्छु तपाईँहरू श्रम संस्कृतिमा जोडिनुहोस्। विभिन्न तहका हाम्रो समितिहरू छन्, विभिन्न ठाउँमा समितिहरू छन् होइन, तपाईँहरूले चाहिँ नि सदस्यता वितरण गर्नुहोला र सबैजना मान्छेहरू हामी श्रमदाता बन्नुपर्छ अनि यो देशलाई उठाउनुपर्छ। अब हामी सधैँभरि धरानमा म अब पहिला जस्तो श्रमदान गराउँदै बसिराख्न अलिक भ्याउँदिनँ, तर हानि पठाएको ढुङ्गा चाहिँ होइन होइन। म फर्कन्छु, तपाईँको कुरा के छ बुझ्छु, फेरि यो भइरहन्छ, आते जाति भइरहन्छ, आवत जावत भइरहन्छ। म गइसकेपछि श्रमदानको कार्यक्रम होइन सिलिङ बिलिङ हराइहाल्ने, तितर बितर भइहाल्ने हुनुहुँदैन। मैले बारम्बार भनिरहेको छु, धरानको नेतृत्व गर्नका लागि हामी श्रम संस्कृतिबाट मान्छे खोज्दैछौँ है। उसले सबैलाई समेट्नुपर्छ, उसले सबैलाई चित्त बुझाउनुपर्छ, त्यो खालको नेतृत्व हामी खोज्छौँ। र उसले भनेअनुसार, फेरि उसले मात्रै भनेअनुसार पनि होइन, हामी सबैको सल्लाह अनुसार चाहिँ श्रमदानहरू भइरहन्छ, त्यो भन्न चाहन्छु। हाम्रो